अरहं बह्यन्तजयं सुगतम् अमितं विरजं ललितम् अतुलं चरणं दिव उपशमं यमकं सुखदं शरणं प्रणमामि जिनम् अरहं आफ्नै 30 पारमिताहरूद्वारा कुनै पनि गुरु बिना आफ्नै स्वयम्भू समासम सर्वयुक्त रत ज्ञानको गुणहरूले सम्पन्न भई तिनै लोकमा विशेष गरी पूजा गर्न योग्य हुनुभएको बही अन्तजयम बाहिरी भित्री सम्पूर्ण ठाउँमा सानोभन्दा सानो बिल्कुलै शेष नराखिकन सर्वस्व युद्धहरूसँग विजेता प्राप्त गरिसक्नु भएको अमितम अतुलनीय शक्ति प्रतिहारले सम्पन्न हुनुभएको विरजम थोरैभन्दा थोरै मात्रामा पनि अलिकति पनि क्लेशलाई शेष नराखिकन जम्मै सम्पूर्ण क्लेशहरूलाई निर्मूल सखा पारिसक्नु भएको ललितम भगवान हुने 32 लक्षणका सम्पूर्ण गुणहरूले शोभायमान हुनुभएको अतुलम कसैसँग र कुनै व्यक्तिहरूद्वारा पनि तिनै लोकमा कसै गरी तुलना गर्न बिल्कुलै नसुहाउने योग्य हुनुभएको विशेष गरी अतुलनीय हुनुभएको चरणम सर्वोत्तम सोझो सिधा ठिक सही व्यवहार चरित्रको आचरणले पनि प्रसिद्ध भई सम्पन्न हुनुभएको तीव उपशमम तिनै लोक भवमा क्लेशलाई निभाएर शान्त पारिसक्नु भएको यमकम अग्निपानी दुवै यमकलाई एकै साथमा शक्ति प्रतिहार गरेर देखाउन सक्ने शक्तिले सुसम्पन्न हुनुभएको सुखदम सुख र शान्तिलाई मार्गदर्शन गराइदिन सक्ने अतुलनीय भगवान बुद्ध शरण परेर आदर लिई मान्यता दिन योग्य हुनुभएको अतुलनीय भगवान बुद्ध जिनम पञ्चमारहरूलाई पराजय गरी विजय प्राप्त गर्नुभएको अतुलनीय भगवान बुद्धलाई प्रणमामि म श्रद्धापूर्वक आदर प्रणाम अथवा ढोक पूजा वन्दना गर्दछु।